के हो कसले आएर देश बचाउँछ चाहिँ मलाई चाहिँ थाहा भएन, तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो। हिजोको दिन भन्दा आज राम्रो हुनु पर्यो। हामीबाट सुरु हुनु पर्यो, अरूबाट होइन। अरू भन्दा त्यस्तै हो होइन, दुर्गेश थापा हो देश बचाऊ मेरो लागि चाहिँ। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब। तपाईको घर भत्काएपछि तपाईसँग म कुरा गर्छु अनि कुरा बसेर छलफल गरौँ। खोलामा गएर बसे पो मेरो घर भत्काउँछ। यही गरौ सामान निकाल्न पाउनुभयो? कहाँ निकाल्छ सबै कुरा मेरो लकेट हिजो चुटेर मैले फ्रिजको माथि राखेँ। त्यो कहाँ छ? मेरो 5 लाख पैसा दराजमा छ। अस्ति गोली चल्दा चाहिँ केपी ओली हत्यारा कसरी भयो त? त्यो बेलामा ऊ सरकारमा भएर त केपी ओली तपाईँले भनेको प्रश्न तपाईँले के भने भर्खर बन्दुक बोकेर झर्या हो र बालेन भने होइन? त्यो दिन पनि केपी ओली बन्दुक बोकेर झर्या हो र? नैतिकता कहाँ छ हाम्रो सरकारमा? ह्युम्यानिटी कहाँ छ हाम्रो सरकारमा? तपाईँहरू के भन्दै हुनुहुन्छ? बालेन जस्तो पढे लेखेको बुझेको मान्छेले पहिला व्यवस्थापन रोज्ने हो कि विनाश रोज्ने हो? हिजोको सरकार त ल पढे लेखेको थिएनन्, तपाईँहरूले भनेको हिसाबले गवारै थिए। ल मैले माने अब मनसोहन बा भनेको पनि बिचौलिया हो, ऊ पनि भ्रष्टाचारी हो। मन पराउँछन् भने 3 सिटले मन पराउँछ नि। ऊ भनेको 3 पाङ्ग्रे हो, 3 पाङ्ग्रे अटो हुन्छ नि, 3 पाङ्ग्रे अटो जस्तै हो क्या। 3 पाङ्ग्रे अटोमा मान्छे बसे कस्तो हुन्छ त्यस्तै हो त्यो। उहाँ चाहिँ एउटा कुर्सीको लागि लुप्त मान्छे हो। उहाँको स्ट्याटस के थियो भने जब उपसभामुख पाउनु भएको थियो उहाँको एकदम विरोध थियो। जब उपसभामुख पाउने बित्तिकै उहाँ चाहिँ फेरि साइलेन्स हुनुभयो। फेरि आज आएर फेरि उहाँको विरोध गर्नुहुन्छ। उहाँ जति कुर्सी लोभी र कुर्सी प्रेमी को छ के? बालेन शाहको राजीनामा त किन माग्नु भएको भन्ने धेरै सोधिरहेको छ। हजुर बालेनको राजीनामा दिइहाल्नु के अरे मान्छे मारिरहेछ उसको कारणले आत्महत्या गरिरहेको छ। हजुरको घर चाहिँ कता हो दिदी? मेरो घर छैन, सुकुम्बासी हो म। होइन गाउँ घर त हुन्छ गाउँ नि। पनि छैन, यही हो कता उता कता हो कता छैन, कोही पनि कतिको छैन। क्षति भयो त? क्षतिपूर्ति चाहियो कति? क्षतिपूर्ति भयो नि 10 लाख यो 3 तोला मेरो सुन थियो। हजुर। अरू यो सामान यत्रो पसल थियो मेरो, हजुर इलेक्ट्रोनिक पसल थियो र मेरो अरू कोठामा सामानहरू धेरै थियो। कम्तीमा मेरो 20 लाख चाहियो मलाई। 3 तोला सुन त सुरक्षित छ नि तपाईँ? छैन, मैले केको सुरक्षित हुनु ल्याएर डोजर लगाइदिएपछि कहाँबाट सुरक्षित गर्ने? राखेँ भनेको होइन अघि भर्खर तपाईँले? त्यो उति बाटोमा कसले आएर देश बचाउँछ चाहिँ मलाई चाहिँ थाहा भएन, तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो। हिजोको दिन भन्दा आज राम्रो हुनु पर्यो। हामीबाट सुरु हुनु पर्यो, अरूबाट होइन। अरू भन्दा त्यस्तै हो होइन, दुर्गेश थापा हो देश बचाऊ मेरो लागि चाहिँ। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब। हेलो दिदी नमस्ते। हजुर यहीँको सुकुम्बासी हुनुहुन्छ? 79 सालमा अब यो सुकुम्बासी अब हामी हुकुमबासी हो सर। त्यो लजमा हामी त्यहाँ उ गर्न जाने हनुमान मनाउन जाने हो र? हामी हनुमान मनाउन जाने हो। जय हनुमान ज्ञान गुण सागर जय कपीस तिहु लोक उजागर। सुकुम्बासीको भोट लिएर जितेर जाने त्यस्ता नेता संसदलाई के भन्न चाहनुहुन्छ तपाईँ? के भन्नुहुन्छ? अनि भिखारी जस्तो भोट दिनुहोस् भन्दा ढुक्दै आउँछ अनि आफ्नो स्वार्थ पुरा भएपछि मुजीहरू चिकनी थाहा छ नि यो मधेसी हो। बालेनले होइन अब व्यवस्थापन गर्दैछ त। बाइलनले गरेर भएन नि त, सबैलाई गर्नु। बाइलनले के गर्छ? त्यो तेल निकालेर तरकारी पकाउने हो मार चोदो।